निकै शानदार पर्फर्मेन्स लिन सकिन्छ। र यही बिचमा करातेको एरिका गुरुङले पनि WKF 1 जुन सिरिज ए को प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउँदै एउटा ठुलो आशा र भरोसाको सन्देश दिएको छ। मलाई विश्वास छ यी सबै सफलताहरूको निरन्तरतामा त्यो पछ्याउने क्रममा तपाईँहरू हुनुहुन्छ। म त्यसैले पनि म तपाईँहरूप्रति भरोसासहित यो अभिवादन पेश गर्न चाहन्छु। तपाईँले जित्न सक्नुहुनेछ, तपाईँले आफूलाई राम्रोसँग खेल्न सक्नुहुनेछ। खेलमा जित हार एउटा कुरा हो, तर राम्रो खेल्ने प्रयत्न गऱ्यो भने पनि त्यही बिचमा थाहा नपाउँदै जितिराखेको हुन्छ। राम्रो खेलिसके पछाडि जित अवश्य पनि हामी आफैलाई पछ्याउँदै आउँछ। र पछिल्लो नेपालमा भएको भर्खरै तेजेन्जी आन्दोलनकै केही दिन अगाडि भएको म्याचमा मसँगै थिएँ। फुल म्याच तपाईँहरूको म्याच हेरेको छु मैले। राम्रो खेल्नु भएको थियो बङ्गलादेशको टिमसँग, भरै बराबरीमा टुङ्गे पनि राम्रो खेल खेल्नु भएको थियो। दोस्रो खेल हुन नसके पनि त्यो तपाईँ हाम्रो बसभित्र थिएन। देशले एउटा ठुलो क्षति बिहोर्यो। हामी ती सबै चाहिँ शहादत हुनुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाली खेल क्षेत्रको तर्फबाट म श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु। फुटबल खेलाडी एकजना जो कालीकोटको हुनुहुन्थ्यो, उहाँलाई पनि मैले भौतिक रूपले नै र नजिकबाट उहाँको परिस्थितिको विषयमा बुझेर उहाँको परिवारसँग अहिले पनि म सम्पर्कमा छु। यो सँगै मैले भने नेपाली खेल क्षेत्र यस्तो क्षेत्र हो जति बेला देश शोकमा, देशका मनहरू टुक्रिएको अवस्थामा त्यो टुक्रिएका मनहरूलाई एकतामा बाँध्ने र फेरि एउटा खुसी र एउटा भरोसा र आशा दिलाउने र एउटा एकताको सन्देश दिने, होइन हामी सक्छौँ, फेरि देशलाई खुसी बनाउन सक्छौँ, नेपालीहरूलाई खुसी बनाउन सक्छौँ भने पनि नेपाली खेल क्षेत्रले हो नेपालीहरूको खुसी बनाउने तर्फ सफल रहोस् भन्ने म शुभेच्छा र शुभकामना दिन चाहन्छु। र अन्तमा हामी सबैले आज नेपाली समाजलाई एउटा सकारात्मक दृष्टिकोणतिर लैजान जरुरी छ, सबैले डोराउन जरुरी छ। हामी देख्छौँ हरेक क्षेत्रमा नेगेटिभिटी, हरेक क्षेत्रमा नकारात्मकता मात्रै घुरिरहेको छ। आज नेपाली नेसन टिम देशको झन्डा बोकेर अगाडि बढिराखेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्को देशको टिमसँग राष्ट्रिय टिमले खेल्न गइराखेको छ भने राष्ट्रिय टिमको ऊर्जामा कहीँ कतैबाट पनि कमी, त्यसलाई निराशा वा कहीँ कतै क्षति नआउने गरी सबैले सिङ्गो समाजले सकारात्मक रूपले नेपाली टिमको शुभेच्छाका निमित्त हामी सबैले कलम चलाउँ। हामी धन्यवाद। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, यस कार्यक्रमका प्रमुख अतिथि टङ्कलाल घिसिङ माला लगाई बिदाई गरिदिनु